भुटोलको यो गुटबाट हामी जाँदैछौँ तिलोत्तमा। सो हेलो गाइज, वेलकम ब्याक टु माई भिडियो। आज भने हामी तिलोत्तमाको एकदमै बवाल जंगल एक्सप्लोर गर्नेवाला छौँ गाइज। सो हामी लाग्छौँ तिलोत्तमातिर। तिलोत्तमाको यो बाटो भने एकदमै बवाल रहेको छ। त्यति बेला हामी फाइनली पुगिसक्यौँ तिलोत्तमा। सो गाइज, यो तिलोत्तमाको जंगल चाहिँ एकदमै बवाल तरिकाले एक्सप्लोर गर्नेवाला छौँ। सो हजुरलाई पनि देखाउने छौँ कस्तो छ यो जंगलमा। सो हेरिराखौँ, जाँदैछौँ हामी यो जंगलमा। हामी एन्टर गरिसकेका छौँ। सो गाइस, भिडियोलाई हेरिरहनु होला। लिम्पाले झुम्केपछि अलले चाय। गाइस, हामी जंगलमा जाँदा जाँदै बिचमा हामीले के भेटेको छ भने यति ठुलो रुख छ गाइस। यो यति ठुलो रुखको ठ्याक्कै यो जरासिम चाहिँ के छ भन्दा गाइस, यहाँ चाहिँ ध्यान गर्ने ठाउँ जस्तो यत्रो ठुलो ठुलो छ गाइस। के को हो यो वाट इज दिस गाइस? के हो यो? त्यही हेर्ने देखाउँछु ल गाइस। यहाँ चाहिँ यति ठुलो रुखमा अब छेद रहेको छ। सो हेर्न सक्नुहुन्छ, यो चाहिँ रुख चाहिँ अरू रुखभन्दा एकदमै सबैभन्दा ठुलो रुख रहेको छ यो जङ्गलमा चाहिँ। सो गाइस, यति बेला भने अब हामी चाहिँ अब ट्याक्क यो रुखसम्म आइसक्यौँ। यो भनेको हाम्रो लास्ट ठाउँ थियो यो जङ्गलको। ठ्याक्क अब चाहिँ हामी यही डेस्टिनेसन भन्दै आएको थियौँ। सो अब भने हामी घरतिर लाग्नुपर्ने हुन्छ। सो गाइज, अब चाहिँ ट्याक्क घर अब यो जङ्गलबाट बाहिर निस्क्यौँ है त। टक्क घरतिर अब जानुपर्छ। जाँदा जाँदै कता बाटो कताबाट गइन्छ होइन। अब यो अब टक्क यो पहिला जङ्गलबाट निस्क्यौँ है त गाइज। सो गाइज, अझ चाहिँ हामी बाहिर निस्किने क्रममा चाहिँ ठ्याक्कै हामीले यहाँ चाहिँ हाम्रो महादेवको मन्दिर देखेको छौँ। जङ्गलमा चाहिँ एकदम बवाल मन्दिर छ होइन, टक्क देखेका छौँ। सो गाइस, हजुरलाई पनि देखाउनेछौँ। सो अहिले चाहिँ हामी ठ्याक्कै महादेवको मन्दिरको अघि छौँ। सो हाम्रो यहाँ चाहिँ रहनुभएको छ हाम्रा महादेव है त। टक्क यहाँ चाहिँ मन्दिर रहेको छ। सो वरिपरि छ भने यस्तो छ, टक्क वरिपरि पाउने। अब चाहिँ हामी बाहिर जान्छौँ। ठ्याक्कै अहिले चाहिँ हामी जङ्गलबाट बाहिर निस्किसकेको छौँ। जाँदैछौँ घरतिर लाग्दैछौँ गाइस। युट्युबमा फुल भिडियो चाहिँ टक्क हेर्नु नबिर्सिनु होला। अहिले भने हामी पुगिसकेका छौँ घर गाइस। भिडियोलाई एन्डसम्म हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। फाइनली यति बेला पुगिसकेको छौँ हामी घर। सो थ्याङ्क यू सो मच फर वाचिङ, लभ यु अल, बाई।